वेलकम टु माई फर्स्ट ब्लग। अनि आजको मेरो फर्स्ट ब्लग रहेको छ मेरो चाहिँ खेतबारीको बारेमा। अनि हामी बिहानी काम गर्न जान लाग्छौँ खेतबारीमा, उखुमा गएको घाँस निकाल्नका लागि। अनि म हजुरहरूलाई देखाउँछु आफ्नो घरको वरिपरिको वातावरण। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। अनि हजुरहरू देख्न सक्नुहुन्छ म चाहिँ गाउँबाट बिलोङ गर्छु। यहाँ टाढा मलाई जानु छ, हाम्रो खेतबारी यहाँबाट देखिएको रहेछ, हजुरले देख्न सक्नुहुन्छ। पल्लो घरको उतातिर जानु छ काम गर्नका लागि खेतबारीमा। अनि आज बिहानै उठेर खेतबारीमा जाउँ कि नजाउँ अल्छी पनि लागिसक्यो रहेछ। अनि के गरौँ, जानु त जानुपर्ने रहेछ। यहाँ घरका मान्छेहरू पनि निस्किसक्यो यार खेतबारीमा काम गर्नका लागि। अब मलाई पनि जानुपर्ने रहेछ यिनीहरूको पछाडि यहाँ अल्छी मान्दै यहाँ म मात्रै होइन कि मेरा घरका मान्छेहरू पनि अल्छी रहेछन् यार, कसरी हिँडेर जान लाग्छन्। सो फाइनली म पनि यिनीहरूको पछाडि जान लागेँ। अप्ठ्यारो मान्दै पोहोर पनि लागिरहेछ, के गरौँ, तर घरको काम त गर्नु नै पर्ने यार। तर जान लाग्छु। धेरै टाढा त छैन, तर हिँडेर जानुपर्ने हुन्छ यार, नजिकै छ हाम्रो खेतबारी। अनि हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो घरको वरिपरिको वातावरण, हाम्रो गाउँतिरको। यहाँ बाटोमा यहाँ हाम्रा घरका दिदीहरू जान लाग्छन् अनि म पछाडि भिडियो सुट गर्दै जान लाग्छु। यहाँ मेरो छाया पनि देखिएको रहेछ। ओएमजी, यहाँ हेर्न सक्नुहुन्छ घरहरू पनि बन्न लाग्छन्। नयाँ के राखिएको रहेछ, बालुवा राखिएको रहेछ, इँटा पनि राखिएको रहेछ यार। यहाँ 2टा घर बन्न लाग्छन्, कम्पिटिसन चलिरहेछ यहाँ घरको। या एउटा घर बन्ला कि अर्को घर बन्ला, ओ माई गड। सो फाइनली हामी आफ्नो खेतबारीमा पुगिसक्यौँ गाइज। अनि हजुरहरूलाई म देखाउँछु। लु हामी पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ यहाँ हाम्रो खेतबारी। यहाँ गन्ना लगाइएको रहेछ, यानि कि उखु। अनि यसमा भएको घाँसहरू निकाल्नु छ। के गरौँ यार, किसानको जिन्दगी यस्तै हुन्छ। हेर्न सक्नुहुन्छ। ल म फाइनली पुगिसकेँ यहाँ काम गर्ने ठाउँमा। यहाँ हाम्रा घरकाहरूले गरिरहेछन् अनि हामी बसिरहेछौँ। हामी पनि स्टार्ट गर्छौँ अब। अनि मेरो आजको ब्लग हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। हामी भेट्छौँ अर्को ब्लगमा। बाई बाई आजको लागि। थ्याङ्क यू सो मच गाइज।